नमस्ते गाइस, अहिले चाहिँ यस्तो अवस्थामा रहेको छ पोखरा फुलबारी 11 मा। अहिलेको यो अवस्था हेर्दा अलि पानी पर्ला जस्तो छ, हुस्सु परेको छ र पानी परेको छ। म चाहिँ अहिले चाहिँ एक काम गरौँ कि भनेर आएको, काम गर्ने पनि यस्तै परेर आएको छ। उसले गर्दाखेरि है यहाँनिर चाहिँ यहाँ नजिकै मणिपाल हस्पिटल छ, यसको ठ्याक्कै पछाडि यस्तो अवस्थामा रहेको छ यो गाउँ। यो चाहिँ पोखराको फुलबारी 11 मा छ। अहिले चाहिँ गाह्रो छ फर्निचरतिर काम गर्ने पनि भने जस्तो छैन। सब कम्पिटिसन छ बजारमा, त्यही भएर हाम्रो पनि त्यस्तै छ। कम्पिटिसन हुनाले काम गर्नेहरू पनि 10-12 घन्टा खटिनु पर्छ, 500-600 आउँछ। के हालत हौ फर्निचरमा पनि गाह्रो छ। सकिन्न बरु सकिन्न। यहाँ काम गरेर फाइदै छैन। बजारमा बस्नु छ, 500 रुपियाँ कमाउनु छ, गाह्रो पो छ त हौ।